नेपाल सरकार मन्त्री परिषदको सम्बद्ध 2083 साल वैशाख 25 गतेको आजको बैठकको मुख्य निर्णयहरू पढेर सुनाउँछु। पहिलोमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बद्ध 2083 साल वैशाख 28 गते सोमबारका दिन 4 बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने। दोस्रोमा परराष्ट्र मन्त्रालयको विदेशस्थित 15 जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 को प्रोटोकल नम्बर 29 P029 प्रोटोकल अफ 2014 टु फोर्स लेबर कन्भेन्सन 1930 अनुमोदनको लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने। अर्को पनि सोही मन्त्रालयको संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 C081 लेबर इन्स्पेक्सन कन्भेन्सन 1947 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने। आजको मुख्य निर्णयहरू चाहिँ यति नै हो।